सुनसरीको दुहबे नगरपालिका औद्योगिक नगरीका रूपमा मात्र नभई पछिल्लो समय धार्मिक पर्यटनको उदयमान गन्तव्यका रूपमा समेत चिनिन थालेको छ। यहाँ रहेका ऐतिहासिक र पौराणिक ग्राम देवस्थलहरू सहित बरियाती थान, जगन्नाथ बाबा मन्दिर, आपरूपी शिव मन्दिर, काली मन्दिर, श्रीराम जानकी मन्दिर, अनन्त मन्दिर र भगवान कृष्णको मन्दिर लगायतका देवस्थलहरूले यस क्षेत्रको धार्मिक र सांस्कृतिक गरिमालाई उँचो बनाएका छन्। दुहबी नगरपालिकाको वडा नम्बर 11 मा रहेको बरियाती थान भनिने यो धार्मिक स्थल निकै रहस्यमय घटनासँग जोडिएको छ। थारू भाषामा जन्तीलाई बरियाती भनिन्छ। बरियातीको घटनासँग यस स्थानको किम्वदन्ती जोडिएकाले यस ठाउँलाई बरियाती थान भन्न थालिएको हो। लोककथा अनुसार प्राचीन कालमा सुनसरीको चौरघटियाबाट एउटा जन्तीको टोली मोरङ तर्फ विवाहका लागि जाने क्रममा यस स्थानमा विश्राम गर्न बसेको थियो। तर कुनै अलौकिक शक्ति वा दैविक घटनाका कारण उक्त जन्तीका सदस्यहरू बसेकै अवस्थामा यही स्थानबाट रहस्यमय ढंगले गायब भए वा शक्तिको रूपमा परिणत भए भन्ने लोककथन छ। जन्ती अलप भएकै स्थानमा पछि विभिन्न प्रकृतिका रुखहरू समेत उम्रिए। त्यसै समयदेखि यस स्थानलाई बरियाती थान भनी पुज्न थालिएको 71 वर्षीय स्थानीय सम्पतलाल उराउँले जानकारी दिनुभयो। कहाँबाट जन्ती यहाँ आयो कि जन्तीहरूले यहाँ बिसाउन बसो, घामको बेला थियो अनि यहाँ सबैले अलपत्र भयो। त्यस दिनदेखि आज हजारौं वर्षभन्दा बढी भइसक्यो। त्यस दिनदेखि यहाँ यसको नाम बरियाती थान हुन गयो। यहाँ बिसाउन बस्यो, सबैले यहीँ अलपत्र भयो, बिलायो, सबैले यहीँ हरायो। त्यस दिनदेखि यसलाई यस ठाउँलाई बरियाती थान भन्न लाग्यो। वर्षा दिनमा यो त मेला लाग्छ, आषाढ 1 गतेमा मेला लाग्छ। अरू कार्यक्रमहरू हुन्छ, कहीँ बाहिरको कार्यक्रमहरू हुन्छ अनि मान्छे बस्नको लागि घरद्वार त चाहियो, अनेक व्यवस्था गरिदिनु पर्यो, रहन बस्न। बरियाती थान विशेष गरी थारू, मधेसी र स्थानीय अल्पसंख्यक समुदायको आस्थाको केन्द्र हो। यहाँ हिन्दू धर्मका विभिन्न जात जातिहरू एकै ठाउँमा भेला भएर पूजा अर्चना गर्ने गर्दछन्। हराएको वस्तु भेटिने विश्वास अनुसार यदि कसैको चौपाया वा बहुमूल्य सामान हरायो र बरियाती थानमा आएर भाकल गर्यो भने त्यो वस्तु चाँडै फेला पर्छ भन्ने विश्वास गरिन्छ भने कतिपय मानिसहरू अन्यायमा पर्दा वा मुद्दा मामिला सुल्झाउनका लागि पनि यहाँ आएर प्रार्थना गर्ने गर्छन्। तिनको सिया राजा त्यति बेला थियो है, तिनै कोषमा राजा थियो, राजा देवान। अहिले सिनवारीमा पनि छँदैछ है। त्यही तिनको सिया राजालाई मालुम भयो अनि आयो यहाँ घोडामा चढेर। त्यति बेला हाम्रो हजुरबुवाको हजुरबुवा हाथीराम गहदार, हाथीराम माझी, भतालु माझी, झुम्मक माझी 3 भाइ थियो। अनि त्यति बेला के भन्नु तिनको सिया राजाले, अब यहाँ चाहिँ जयन्ती चाहिँ छपियो, अब यसलाई चाहिँ पूजापाठ गर्नुपर्छ है, एउटा चाहिँ यहाँ स्थान घर चाहिँ बनाउनुपर्छ है, अब पूजापाठ यहाँ गर्नुपर्छ है। त्यसो भयो ल हाथीराम तपाईँको आज दिनदेखि गहदार बनाउँछु। हाथीरामलाई गहदार बनाइदियो तिनको सिया राजा। हजुरबुवाको हजुरबुवालाई त्यति बेला उसलाई गहदार बनाइदियो। अनि मेला लगाउँदा लगाउँदा हाथीराम गहदार स्वर्गवास भयो। अनि उसको छोरा आयो को त कन्कोटो गहदार, यही टोलमा घर छ उसको। हाथीराम गहदारको छोराको त कन्कोटो गहदार, ऊ पनि लगाउँदै लगाउँदा लगाउँदा ऊ पनि मर्यो। त्यसपछि आयो कन्कोटो गहदारको छोराको त घन्टी, घन्टीले दियो उसलाई बेदल माझीलाई, उसले चाहिँ 2 वर्ष लगायो। त्यसपछि मेरो बाबुलाई दियो बोनेश्वर माझीलाई। अब मेरो बाबु के भन्छ, होइन म बुढो भएँ रे छोरा, अब के गर्नुपर्छ, ल ठिकै छ लगाऊ, परम्परादेखि हाम्रो यो आफ्नैमा चल्दैछ मेला होइन। अब कसलाई दिउँ नदिउँ, कसले दिन्छ, कसलाई दिने नदिने, ल लगाऊ। अनि त्यसपछि मैले के ल म लगाउँछु, मैले पनि 10-12 वर्षदेखि लगाउँदैछु अहिलेसम्म। यस स्थानमा वर्षभरि नै भक्तजनको घुइँचो लागे पनि असार 1 गते यहाँको रौनक बेग्लै हुन्छ। उक्त दिन यहाँ ठूलो मेला लाग्छ। सो समयमा नेपाल र भारतका सीमावर्ती क्षेत्रबाट हजारौं श्रद्धालुहरू यहाँ मेला भर्न आउने गर्छन्। कोशी राजमार्गबाट नजिकै रहेको कारणले यो स्थान पर्यटकीय दृष्टिले निकै सम्भावना बोकेको ठाउँ हो। हाल स्थानीय समिति र दुहबी नगरपालिकाले यस मन्दिरको जीर्णोद्धार र व्यवस्थापनमा सक्रियता देखाएको छ। त्यो बरियाती थानको नाममा 12 कट्ठा माटो छ।
12 कट्ठा जग्गा क्षेत्रफल छ त्यो एकदमै बरियाती धामी धमिन यसलाई चाहिँ धामी धमिनको मन्दिर भनेर ग्रामथान भनेर त्यो लेखिएको छ त्यसकारण त्यो एकदम संरक्षित छ तर के भन्दाखेरि यहाँको समुदायले त्यसको महत्त्वलाई बुझ्न सकेका छैन बाहिरबाट एक खालको जुन अतिक्रमणहरू गर्ने त्यो बिस्तारै त्यसलाई गर्ने भन्ने खालको कुराहरू थिएन अहिले चाहिँ के भयो मान्छेको जनसङ्ख्या बढ्यो त्यसको महत्त्व नबुझेर मान्छेहरू त्यहाँ अब गाईबस्तु बाँधिदिने त्यहाँ अतिक्रमण हुँदा त्यसको सिमाना मेचिने यी विभिन्न कारणहरूले गर्दाखेरि त्यसको क्षेत्रफल त्यसको अलिक प्रभाव बिस्तारै अलिकति सङ्कुचित हुने पनि त्यो खालको खतराहरू देखिन्छ सबभन्दा पहिले त्यसलाई घेरबेर गर्नुपर्ने भयो त्यसकारण मैले चाहिँ हाम्रो माननीयजीलाई हाम्रो रामदेव यादव माननीय सांसद हुनुहुन्छ उहाँलाई चाहिँ भनेपछि उहाँले 5 लाख दिनुभयो र मैले एक साइड त्यो वाल चाहिँ निर्माण गराएको छु त्यतिखेर हाम्रो माननीय सङ्घीय सांसद भगवती चौधरीजी आफै पनि महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो उहाँसँग आग्रह गरेपछि उहाँले पनि थोरै बजेट 5 लाख उहाँले दिनुभयो र अहिले मैले एउटा भवन त्यहाँ ज्येष्ठ नागरिक भवनको पनि निर्माण मैले गराएँ शान्त वातावरण र ठूला रुखहरूको छहारीमा रहेको यो थानले धार्मिक पर्यटकहरूलाई मात्र नभई इतिहास र लोक संस्कृतिमा रुचि राख्नेहरूलाई पनि आकर्षित गर्दछ बरियाती थान केवल ग्राम स्थान मात्र नभई पूर्वी तराईको जीवन्त लोक परम्पराको एउटा बलियो कडी हो यस ग्रामथानमा हुने पूजाको परम्पराले प्रकृति र मानवीय इतिहासको सुन्दर सम्बन्धलाई दर्शाउँछ दुहबी 10 को चरैया भन्ने स्थानमा रहेको आपरूपी शिव मन्दिर भगवान शिवको महिमासँग जोडिएको मन्दिर हो मन्दिर स्थापनाको ठ्याक्कै मिति थाहा नभए पनि स्थानीय बुढापाकाहरूका अनुसार धेरै दशक अघि यहाँको जमिनबाट शिवलिङ्ग निस्किएको देखेपछि पूजा गर्न थालिएको हो आपरूपी शब्दको अर्थ आफै उत्पन्न भएको भन्ने हुन्छ धार्मिक विश्वास अनुसार यहाँको शिवलिङ्ग कुनै मानिसले बनाएर स्थापना गरेको नभई पृथ्वीबाट आफै उत्पन्न भएको मानिन्छ यसलाई स्वयम्भू लिङ्गको रूपमा अत्यन्तै पवित्र मानिन्छ इतिहासको कुनै कालखण्डमा स्थानीयले नजिकैको बिर्ता पैनीमा माछा मार्ने क्रममा शिवलिङ्ग भेटेको स्थानीय 99 वर्षीय रामप्रसाद माझीले बताउनुभयो बिर्ता पैन पश्चिम चरिया बादम ओथे जलना सो गेले माछ तैयार बटा माछ आवे तो माछ मारे ले गेले माछ मारे गेले तो एकर जाल ओकर जाल उठे उठती जलना सो तो बाप रे भोला बुआ छु इतनी मोटो छु भोला बुआ छु चक्री तकरी 100 लाख लिए भोला बुआ छु हल्ला अहिले मछबारी में माछ तो दूर ठट्ठा लगे गिले बुढ़वा सो तो बोते ठट्ठा में बानी क्या तब आने क्या उठा जितना अखने छे वह आने दिल की अब पूजा पानी वह झोलाल गुरुजी के घर में पूजा पानी करे 18 दिन के बाद दुही बला कछ है दुही जानवी हैं चोरे होते खाली वाल मेरा चोरे लाल चकली तो वाली क्या खाली चोरे वो दुही तो छीटो राती ले राती बिहान में लाच के आधे राती उठा ले दुही तो गोटे दुही चलिए चलती तब आने के दुही वाला आने क्या इनार में रखने इनार चीजें इनार में गिरा मेला इतने लाए तो बोंगे माझे कौन करते सफवा कुटा के इतना मोटो माठी क्या के बाहर में लोग पानी ढारे इनार कहियो नहीं सूखे वाला से इनार सूखी गिली इनार सूखी गिली के पानी तो वत है दो लगे कौन छुकोगे भला भाई इतने रखी छू इतने भला बार खींचू तो आज सब 4-5 जन ढुकले तक डूर ठटा पानी का
कसैले बनाएको भन्दा पनि माटो मुनिबाट शिवलिङ्ग भेटिएपछि त्यसलाई स्थानीय धार्मिक व्यक्तित्व र आस्थावानहरूको प्रयासबाट हालको स्थानमा स्थापना गरिएको आपरूपी शिव मन्दिरका अध्यक्ष अर्थलाल माझीले बताउनुभयो। पछि छाप्रो र टहरो हुँदै स्थानीयको सहयोगमा हाल यो ठाउँमा आधुनिक मन्दिरको निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। टहरो बनाएर त्यो मन्दिर थियो, त्यसपछि अब बहुदल व्यवस्था आइसके पश्चात नेताहरूले विजय कुमार गजदार भन्नु न, उहाँको देन छ। उहाँले बिस्तारै होइन आर्थिक सङ्कलन गराएर र आफू पनि डोनेसन गरेर यो मन्दिरलाई अहिले चाहिँ भव्य तरिकाले बनाइदिएको छ। एक तलेको तपाईँको धर्मशाला पनि उहाँले नै पैसा उहाँहरूले दिनुभएको थियो र दोस्रो तल्लाको लागि अब रामदेव यादवले दिएको छ। तपाईँको भजन कीर्तन मण्डलीलाई र ट्रस्ट तपाईँको त्यहाँ बस्ने सुनिता गजदारले पनि 4 लाख रुपियाँ उपलब्ध गराउनु भएको छ प्रदेशबाट। र दोस्रो तल्लाको लागि रामदेवले 10 लाख दिनुभएको छ। र पहिले यो भन्दा अगाडि नै उहाँहरूले निर्माण गरिसक्नु भएको थियो। त्यो धर्मशाला आसाराम चौधरीहरूले गर्नुभयो र यो मन्दिर चाहिँ वीरनारायण चौधरीहरूले विजय गजदारको एउटा साथ सहयोगबाट तयारी भएको छ। मन्दिर भएको यो क्षेत्र प्राकृतिक रूपमा शान्त र हराभरा छ। स्थानीय थारू र अन्य समुदायका मानिसहरूमा यस मन्दिर प्रति अगाध विश्वास छ। यहाँ आएर साँचो मनले प्रार्थना गरेमा रोग व्याधि निको हुने र पारिवारिक सुख मिल्ने जनविश्वास छ। यो मन्दिर शहरको कोलाहल भन्दा केही भित्र शान्त ग्रामीण परिवेशमा रहेको छ, जसले गर्दा यहाँ ध्यान र पूजाका लागि उत्तम वातावरण छ। हालका वर्षहरूमा मन्दिर परिसरलाई व्यवस्थित बनाइएको छ। यहाँ धर्मशाला र अन्य सुविधाहरू पनि थपिँदै गएका छन्। वीरता पैनीमा एकजना कदमलाल भन्ने व्यक्तिको जालीमा फस्नुभयो अनि उहाँहरूले एक्लै उठाउन नसकेर चारैतिरबाट त्यहाँ माछा मार्ने थारू समुदायले त्यसलाई निकाल्नुभयो। र अब त्यति बेला अब धेरै ठाउँहरू हुँदा एउटा सीमा हाम्रो छ तनमुना र सिमरिया, पहिले साली गाउँ विकास अनि त्यहाँ चाहिँ सिमरियामा त्यहाँ स्थापना गरेर सानै त्यो काठको टिना हालेर मन्दिर बनाउनु भयो। र त्यसमा पछि तपाईँको नेपाल सरकारबाट हाम्रो माननीय त्यति बेला हुनुहुन्थ्यो विजय कुमार गजदार, उहाँले त्यसमा धेरै सहयोग गर्नुभयो। हुन त स्थानीयहरूले पनि धेरै सहयोग गर्नुभएको छ। दुबी, सिमरिया, तनमुना सबै मिलेर गरेर अहिले मन्दिर यस्तो राम्रो छ। अहिले तपाईँको सिरा, सप्तरी, मोरङ सबैतिरदेखि तपाईँ श्रावण महिनामा विशेष पुरा तपाईँको 1 महिना मेला लाग्छ। महाशिवरात्रिको दिन यहाँ ठूलो मेला लाग्छ। सुनसरी र मोरङका विभिन्न स्थानबाट हजारौं भक्तजनहरू जल चढाउन यहाँ आउँछन्। साउन महिनाको प्रत्येक सोमबार यहाँ विशेष पूजा र बोलबमका यात्रीहरूको घुइँचो लाग्ने गर्दछ। बाला चतुर्दशीका दिन यहाँ सतबीज छर्नका लागि ठूलो संख्याका श्रद्धालु पुग्छन्। वडा नम्बर 10 को बुध चोकबाट झण्डै 2 किलोमिटर दक्षिणको बाटो हुँदै जाँदा यो मन्दिर पुग्न सकिन्छ। उक्त चोकबाट सिटी सफारी, निजी सवारी साधन वा पैदलै पनि यहाँ पुग्न सहज छ। साबिकको सिमरिया गाविस र हाल सुनसरीको दुहबी नगरपालिका वडा नम्बर 10 स्थित एग्रो प्रोसेसिङको उत्तरपट्टि अवस्थित जगन्नाथ बाबा स्थान यस क्षेत्रकै एक अत्यन्तै प्राचीन र धार्मिक श्रद्धाको केन्द्र हो। आपरूपी शिव मन्दिर जस्तै यो स्थान पनि स्थानीय थारू, मधेसी र पहाडी लगायत अन्य समुदायको गहिरो आस्थासँग जोडिएको छ। जगन्नाथ बाबा यस भेगको पुरानो मन्दिरहरू मध्येको एक मानिन्छ। जगन्नाथ वा जगन्नाथ भगवान विष्णुको एक रूप हो। भगवान जगन्नाथको मुख्य केन्द्र भारत उडिसाको पुरीलाई मानिन्छ।
नेपालको तराई क्षेत्रमा जगन्नाथ बाबालाई स्थानीय रक्षक देवता र सामाजिक न्यायको देवताका रूपमा पुज्ने गरिन्छ। जगन्नाथ बाबालाई स्थानीय बासिन्दाहरूले आफ्नो कुल देवता, गाउँको रक्षक वा भनौं लोक देवताको रूपमा पनि सम्मान गर्दछन्। यस स्थानमा भगवान जगन्नाथलाई भाकल पूरा हुनेहरूले वर्षको 365 दिन नै पूजा आजा गर्नुका साथै शाकाहारी प्रसाद स्वरूप खीर र सोहारी चढाउँछन्। त्यहाँ चाहिँ कुनै पहिले उहाँलाई पाठ पूजा नगरी कुनै पनि यहाँ पूजा गर्न थारू समुदाय पाउँदैन। जस्तै सत्यनारायण भगवानको पूजा भयो, बिहेबारीमा कुनै आफ्नो के भन्छ कुल देवताको पूजा भयो, तर जगन्नाथ दासलाई चढाउनै पर्छ नि त्यसपछि त्यो पूजा गर्न पाइन्छ। र अर्को चाहिँ त्यहाँ तपाईँको बजरङ बली भन्ने छ, त्यहाँ हाम्रो चरैया मेलाको छेउमा पश्चिमपट्टि, त्यहाँ चाहिँ तपाईँको त्यो हनुमानजीलाई के भन्छ त्यो नगौटी भन्छौँ हामी थारूमा। नगौटी नचढाइकन त्यहाँ कुनै पूजा गर्न पाइँदैन। त्यहाँ गाँजा, खीर, हामी थारूमा सोहारी भन्छौँ, तर त्यो पिठोको रोटी, पान, सुपारी र तुलसीको पात। जगन्नाथ बाबा मन्दिरसँग पनि स्थानीय लोक कथाहरू जोडिएका छन्। कुनै समयमा गाउँमा केही अन्याय वा विवाद भएमा मानिसहरू जगन्नाथ बाबाको मन्दिरमा आएर कसम खाने गर्थे। यहाँ आएर झुटो बोल्नेलाई दैवी सजाय मिल्छ भन्ने मान्यता र विश्वास अझै पनि कायम छ। मनोकामना पूर्ति हुने पवित्र धार्मिक स्थलका रूपमा पनि जगन्नाथ स्थानले ख्याति कमाएको छ। सन्तान प्राप्ति वा खेतीपाती राम्रो होस् भनी भाकल गर्ने र पूरा भएपछि यस स्थानमा आएर विशेष पूजा गर्ने परम्परा छ। धेरै वर्ष भनौँ न 200-300 वर्ष अगाडिदेखि नै हाम्रा हजुरबुवाको बुवाहरूले पनि त्यसमा गरेको एउटा जगन्नाथ थान भन्ने छ। यहाँ एउटा रुख थियो, ठुलो रुख थियो त्यहाँ, अनि त्यो रुख चाहिँ अहिले त माने लडिसकेको छ र अर्को रुख पनि त्यहाँ लगाएको छ र त्यहाँ हाम्रो समाजले संरक्षण गरिराखेको छौँ। हाम्रा प्रत्येक वार्डहरूमा यस्तो मोजेहरूमा ग्राम थानहरू छन्। राज्यको अब निकायहरूबाट त्यसरी सहयोग भइराखेको छैन र हाम्रो भनाइ के छ भने अब राज्यले पनि यसलाई गर्नुपर्ने हुन्छ। यो जस्तै अब हाम्रो अब सङ्घीय सरकार पनि भयो, प्रदेश सरकार, स्थानीय सरकारले पनि गर्नुपर्छ। दुहबीको वडा नम्बर 10 मा रहेका आपरूपी शिव मन्दिर र जगन्नाथ बाबा स्थान दुवैले यस क्षेत्रलाई एउटा धार्मिक कोरिडोरको रूपमा स्थापित गरेका छन्। यी मन्दिर र थानहरूले स्थानीय थारू संस्कृति र हिन्दू धर्मको आपसी समन्वयलाई झल्काउँछन्। ग्रामथान शब्दले गाउँको पवित्र स्थान बुझाउँछ। थारू संस्कृतिमा गाउँ बसाउँदा सबैभन्दा पहिले गाउँको एक निश्चित स्थानमा कुल देवताको स्थापना गरिन्छ, जसलाई ग्रामथान भनिन्छ। दुहबी 2 को यो स्थानलाई स्थानीयले गाउँको सुरक्षा गर्ने शक्तिका रूपमा मान्दछन्। यहाँ कुनै ठूला मूर्तिहरू नभई माटोका पिण्ड वा हात्ती घोडाका आकृतिहरूलाई देवताको रूपमा पुज्ने गरिन्छ। यहाँ मुख्य गरी गाउँको रक्षा गर्ने डिहबार बाबाको पूजा हुन्छ। यहाँ गरिने पूजालाई विशुद्ध शक्ति र प्रकृति दुवैको पूजाको रूपमा पनि लिन सकिन्छ। कुनै पनि शुभ कार्य, विवाह, व्रतबन्ध गर्नु अघि वा बाली भित्र्याउनु अघि यहाँ आएर अनुमति लिने र पूजा गर्ने चलन छ। बालीमा धानमा धेरै रोग लाग्थ्यो, धुसी के किरा के पटकट्टा हुन्छ नि, त्यो किरा लाग्दै थियो। अनि धामीले मनाएर लौ तिमीलाई हामी पूजा गर्छौँ, यो धानको रोग हटाइदेऊ भनेर। अनि किसिस एउटा भरजत्रा नमनिया हुन्छ, अनि थानको पछि हुन्छ, एक दिन पहिले भरजत्रा नमनिया हुन्छ। त्यो गाउँमा धेरै रोग फैलिन्थ्यो पहिले के रोग, चेचकहरू के पहिलेको रोग त त्यति मलाई थाहा होइन। झगडा पखला हुँदा यो धामिएको के अरे गुहार थियो। पहिले त्यति डाक्टर थिएन, धामी ओझाले गुहार थियो सबै गाउँको। कसैले बच्चा नै थम्ने त्यो धामी ओझाले गर्ने। अनि तब थानको 2टा पूजा हुन्छ। थानको पूजा एक दिन पछि हुन्छ, पुरानो महिनामा। यो साल कटेपछि
पहिले त्यो पूजा हुन्छ नमनिया बरजत्रा अनि नयाँ सालमा अनि त्यो थानको पूजा हुन्छ। यस ग्रामथानमा सबैभन्दा ठूलो रौनक चैतको अन्तिम साँझमा हुन्छ। उक्त दिन साँझ यस ग्रामथानमा विशेष पूजा गरिन्छ जसलाई स्थानीयले बहर जात्रा भन्छन्। यस्तै नयाँ वर्षको 4 गते रातभरि यहाँ स्थानीयले जागराम गरी भोलिपल्ट बिहान यहाँ ठूलो र भव्य मेला लाग्ने गरेको छ, जहाँ थारू समुदायको पूजा सम्बन्धी पारम्परिक प्रार्थना गीतहरू समेत प्रस्तुत गरिन्छ। यो ग्रामथान केवल एउटा धार्मिक स्थल मात्र नभई सामाजिक एकताको प्रतीक पनि हो। यहाँ गाउँका सामूहिक समस्याहरूको बारेमा छलफल गर्न समेत मानिसहरू भेला हुन्छन्। कुनै पनि नयाँ कामको सुरुवात गर्दा यहाँ आशिष लिन आउने परम्पराले सबै जाति र समुदायलाई एकताको सूत्रमा बाँधेको छ। यो ग्रामथान हामीहरूको सुरुदेखि पहिलेदेखि नै यो हामीहरूको बा पुर्खा परम्परादेखि नै मानेर आइराखेको छ क्या। अनि त्यही कारणले अब हामी पनि त्यसैलाई मानिराखेका छौँ। ग्रामथानमा पूजा भाकल गर्दा नि उसको मनोकामना पुराले हुन्छ भने अनि उनीहरू मतलब आफ्नो स्वेच्छाले आफ्नो इच्छाले मतलब जे कबुल गर्छ त्यो चढाउँछ क्या। हाम्रो घरमा पनि पूजाआजा गर्ने हुन्छ, सबै घरमा देवतै हुन्छ, सबै घरमा सबै प्रत्येक घरमा हुन्छ क्या। ग्रामथानको मतलब धामीको मतलब स्थान दिन्छौँ क्या हामी। यहाँ धामीको स्थान ठाकुर बाबाको यस्तो सबै स्थान दिन्छौँ क्या। अनि त्यसलाई कुनै प्रोग्राम गऱ्यो भने मतलब कुनै बिहेबारी यताउति गऱ्यो भने हामीलाई पूजाआजा गरेर त्यसलाई राम्रोसँग सकुशल हाम्रो जग राम्रो होस् भनेर सकुशल केही नहोस् बिचमा भनेर अनि सबैलाई कबुल गरेर पूजा गर्छौँ क्या। यो क्षेत्र ऐतिहासिक रूपमा पुरानो बस्ती भएकोले यहाँको ग्रामथान पनि निकै प्राचीन मानिन्छ। पहिले यो स्थान खुला आकाश मुनि वा सानो झुपडीमा हुने गर्थ्यो, तर अहिले स्थानीयको सक्रियतामा यसलाई व्यवस्थित र पक्की मन्दिरको रूप दिइएको छ। स्थानीय बासिन्दाहरूका अनुसार यदि गाउँमा कुनै महामारी वा संकट आउन लाग्यो भने ग्रामथानका देवताले कुनै न कुनै माध्यमबाट संकेत दिने वा गाउँलाई सुरक्षा कवच प्रदान गर्ने गर्दछन्। त्यसैले यहाँ प्रत्येक वर्ष ग्राम पूजा धुमधामका साथ गरिन्छ। दुहबी नगरपालिकाका अन्य प्रसिद्ध मन्दिरहरूमा काली मन्दिर दुहबी बजारको मुटु वडा नम्बर 6 मा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै सबैभन्दा प्राचीन र शक्तिपीठका रूपमा पूजिन्छ। वरा दशैं र चैते दशैंमा यहाँ लाग्ने विशेष मेलाले स्थानीय मात्र नभई छिमेकी जिल्ला र भारतका भक्तजनहरूलाई समेत आकर्षित गर्ने गरेको छ। काली मन्दिरको पुजारी पहिलो राघोकान्त मिश्र, हजुरबुवाको बुवा, अहिले 25-30 वर्षसम्म उनीहरूले चलायो। फेरि उमाकान्त मिश्र छोरा राघोकान्त मिश्रको, त बाबाले 25-30 साल उमाकान्त मिश्र गुरुजी हाई स्कुल सेक्रेटरी थियो बजारमा, हजुरबुवाले चलायो। बुवाले 25-30 साल चलायो। नाम उपेन्द्र मिश्र, बाजारको पुजारी, मन्दिरको पुजारी। उसके बाद मदन मोहन मिश्र छोरा, सचित मिश्र, दुई दाजुभाइ। त 25-30 सालदेखि हामीहरू अहिले चलाइरहेको छु यो दुर्गा मन्दिर। यस्तै दुहबीमै रहेको श्री राम जानकी मन्दिर हिन्दू धर्म र संस्कृतिको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ। रामनवमी र विवाह पञ्चमीका अवसरमा यहाँ हुने विशेष अनुष्ठानले दुहबीलाई जनकपुर धामसँगको सांस्कृतिक सम्बन्धमा जोड्ने काम गरेको छ। यसै गरी पचिरामा अवस्थित अनन्त मन्दिर, सोनापुरमा रहेको श्रीकृष्ण मन्दिर आध्यात्मिक शान्ति र ध्यानका लागि प्रसिद्ध छ। यी मन्दिरहरूले यस क्षेत्रको धार्मिक पर्यटनमा नयाँ आयाम थपेको छ। यहाँको शान्त वातावरण र विशिष्ट शैलीको मन्दिरले आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ। दुहबी नगरपालिकाका विभिन्न वडाहरूमा रहेका ग्रामथान र मन्दिरहरूलाई केवल पूजा आजा गर्ने स्थानका रूपमा मात्र सीमित नराखी धार्मिक सर्किटका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरू छन्। यहाँका ग्रामथान र मन्दिरहरूसँग जोडिएका ऐतिहासिक तथ्य र संरचनाहरूको संरक्षण गरी हेरिटेज टुरिज्म सुरु गर्न सकिन्छ। मन्दिर वरपर व्यवस्थित धर्मशाला,
पार्क र यातायातको सुविधा विस्तार गरेमा भारतीय पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गर्न सकिन्छ। दुहबीका यी धार्मिक स्थलहरूलाई कोशी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकहरूका लागि ट्रान्जिट पोइन्टका रूपमा विकास गर्न सकिने सम्भावना समेत देखिन्छ। दुहबी नगरपालिकाले यी धार्मिक स्थलहरूको सौन्दर्यीकरण र प्रवर्धनका लागि गुरु योजना बनाएर अघि बढ्नुपर्ने स्थानीयको माग छ। औद्योगिक क्षेत्रसँगै धार्मिक पर्यटनलाई पनि जोड्न सके दुहबीको आर्थिक समृद्धिमा थप टेवा पुग्ने निश्चित छ।